दर्शक महानुभावहरू नमस्कार। आज मिति 2082 साल जेठ महिनाको 20 गते मंगलबार। दर्शक महानुभावहरू नेपाली न्युज टिभीको न्युज बुलेटिन खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। सदाझै आज पनि तपाईहरुमाझ देश तथा विदेशका महत्त्वपूर्ण समाचार अपडेटका साथ उपस्थित भइसकेका छौं। दर्शक महानुभावहरू, हामीलाई तपाईहरुले कहाँदेखि हेर्दै हुनुहुन्छ नेपाल भए जिल्ला गाउँठाउँको नाम लेख्नुहोला। यदि विदेशमा हुनुहुन्छ भने आफू रहेको देशको नाम पनि लेख्न नभुल्नुहोला। र हाम्रो च्यानल नेपाली न्युज टिभीलाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला, साथै सँगै रहेको बेल आइकनलाई दबाउन पनि नभुल्नुहोला। आउनुहोस् दर्शक महानुभावहरू, आजका मुख्य समाचारहरूका शीर्षकहरूबाट सुरु गरौं। नारायणहिटी दरबारको गद्दीमा बस्ने चर्चा हृदेन्द्रको के छ त? आखिर यसबारे महत्त्वपूर्ण जानकारी। नेपालमा हिन्दू राष्ट्रसहित राष्ट्रसत्ता पुनर्स्थापनका लागि अन्तर्राष्ट्रिय दबाव सुरु। सरकार र यातायात व्यवसाय बीच 6 बुँदे सहमति, तर गाडी किन चलेनन् त? यसबारे पनि महत्त्वपूर्ण जानकारी। कमलादीमा हिमानी र हृदेन्द्र सहित राजावादीको देव प्रज्वलन। हिमानी र हृदेन्द्र कमलादी जाँदाको रौनक र राजावादी माओवादी तनाव बीच आखिर के भएको थियो त? यसबारे महत्त्वपूर्ण जानकारी। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्तामा सवाल जवाब हुँदा देउबा मुस्कुराई किन केही बोलेनन् त? यसबारे पनि महत्त्वपूर्ण जानकारी। राष्ट्रसत्ता फर्काउन आज सिफलचौरमा भीषण आन्दोलन गरिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको अल्टिमेटम। गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न दिइने छैन। नेकपा एमालेमा म झोले हो पोस्टर ट्रेन्ड भाजपाको नक्कल गरेको आरोप। 3 शीर्ष नेताहरू बीच सहमति जुटेन, हटेन सांसदको गतिरोध। संघीय सांसदका बैठक आज बस्दै प्रतिपक्षी अवरुद्ध गर्ने योजनामा पेलेरै जाने सत्तापक्षको संकेत। नक्कली प्रचण्ड बनेका हास्य कलाकार गौतमको भयो निधन। ओलीलाई राजनेताबाट बाबाट झोले बनाउनेहरूको नाममा के भयो त? यसबारे पनि महत्त्वपूर्ण जानकारी। सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दिर्घबहादुर चौधरी विरुद्ध मुद्दा दायर। गृहमन्त्रीलाई सदनमा जवाब दिन रोक्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय असंसदीय कि सांसदीय? यसबारे विशेष रिपोर्ट। ज्ञानेन्द्र साईले भने प्रधानमन्त्रीज्यू तपाईँ भ्रष्टाचारीको झोले नै हो। कागजी मुद्रामा पृथ्वीनारायण शाह र बुद्धको तस्बिर राख्न भीम रावलको माग। कमलादीमा राजावादी र वाइसेलको टकराव, प्रहरीले गर्यो हस्ताक्षेप। विपद व्यवस्थापनका लागि 24 घण्टा तयार रहन गृहमन्त्री रमेश लेखकको निर्देशन। भिजिट भिसा प्रकरणमा भ्रष्टाचार भएको स्पष्ट भएको नेकपा माओवादी केन्द्रका नेता ब्रह्ममान पुनन्तको भनाई। र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालद्वारा स्कटल्यान्ड पराजित, जताततै खुसियाली लगायतका धेरै समाचार